यस्तै छ गाउँघरतिरको। अब भ्लग त डेली हाल्नु पनि कस्तो हुन्छ भने अब डाटाको समस्या हुन्छ क्या। डाटा त हुन्छ तर चल्दिँदैन क्या मजाले, अपलोडै हुँदैन क्या। धेरै मिनटको अपलोडै हुँदैन, धेरै एमबीको हुन्छ। अब आइफोन 13 प्रो म्याक्सले भिडियो गरेको अब एमबी धेरै हुन्छ क्या, जिबी धेरै जिबी हुन्छ भिडियो। अनि त्यही भएर अपलोड हुन धेरै टाइम लाग्छ क्या। त्यही भएर छोटो छोटो हाल्नु भन्छु, त्यही पनि मजाले हुँदैन। अब छेउछाउ वाइफाई छैन, अलिक टाढा छ वाइफाई त। अब जानुपर्ने अब त्यही हो, भ्याइँदैन कहिले काम के हुन्छ। अनि थोरै थोरै हाल्छु भिडियो चाहिँ, हजुरहरूले हेरेर सपोर्ट गरिदिनु होला होइन। अब मेरो चाहिँ धेरै अघि नै युट्युब खोलेको, तर निरन्तर रूपले भ्लग हाल्नु सकिनँ। अब त्यसको लागि म क्षमा प्राप्ति गर्छु, के भन्छ त्यसलाई, सरी माफी माग्न चाहन्छु होइन। अब चाहिँ डेली नै भ्लग बनाउने कोसिस गर्छु, अनि थोरै थोरै हालिदिन्छु, तर हजुरहरूले सपोर्ट गरिदिनु होला। अब 600 कति समथिङ कति छ सब्सक्राइब गरेर चाहिँ 1000 छिट्टै पुऱ्याइदिनु होला भन्न चाहन्छु। 1K चाहिँ छिट्टै पुऱ्याइदिनु होला भन्न चाहन्छु। हेलो गाइज, गुड मर्निङ। के छ खबर? सन्चै हुनुहुन्छ? धेरै समयपछि निरन्तर रूपमा भ्लगतिरै फर्किरहेको छु म चाहिँ होइन। अब गाउँघरतिर भ्लग बनाउन नि अल्छी लाग्छ, के भन्ने कुरा हुन्छ। अनि म चाहिँ यसो खाना बनाउँदै, दाल पकाउँदै, भ्लग बनाउँदै गरिरहेको छु होइन। यस्तै छ गाउँघरको काम गर्नुपर्ने हुन्छ गाउँघरतिरको। अब घाँस काट्ने, खानासाना बनाउने होइन। घाँटी पनि दुखिरहेको छ हल्का, अनि त्यही भएर स्वर पनि राम्रो आएको छैन। माइक ल्याएको थिएँ मैले चाहिँ, माइकमा पनि खासै मजाले त्यस्तो आवाज कस्तो काटी आउने रहेछ। अनि त्यही भएर आज चाहिँ मैले माइक नै लगाइरहेको छु होइन। दाल पाकिरहेको छ। म चाहिँ घरमै छु, यो चाहिँ हाम्रै घर हो होइन। घरमै छु, पानी परेको छैन, यस्तो छ हालत चाहिँ हाम्रो। यो भैँसी हो, दुईवटा त हो, एउटा माउ एउटा पाडा। यही हो घर, यही हो घर चाहिँ पछाडि। अनि धेरै समयपछि म चाहिँ अब भ्लग बनाउनतिर लागेँ होइन। के कस्तो हुन्छ सपोर्ट गरिदिनु होला, लाइक कमेन्ट सेयर होइन, सब्सक्राइब गरिदिनु होला। फुल कस्तो दामी फुल्दैछ हेर्नु नै। यो चाहिँ पिँडालु पुष्टकारी भन्छ हाम्रोतिर होइन, पुष्टकारीको फुल हो। यो चाहिँ आलुबारी थियो हाम्रो, आलुबारी थियो यो चाहिँ। अनि पानी भिजायोरी चाहिँ मकै छरेको, अरू चाहिँ छैन, सुक्खा भइरहेछ। अब घाम लाग्छ तिनकै यस्तो मर्ने गरी, पानी पनि आउँदैन होइन। के गर्ने, गाउँमा पानी पनि आउँदैन। म चाहिँ अब अचार बनाउनुको है टमाटर टिप्नु जाँदैछु गाइस होइन। टमाटर रहेछ अलिकति, यस्तै हो, काममा जानुपर्ने हुन्छ। खानासाना बनायोरी दिउँसो कुलोको काम छ हाम्रो चाहिँ। अब हाम्रो चाहिँ सुन्तला सानो छ, पहिले यहाँ धेरै सुन्तला थियो, बारी सुन्तला थियो, सब मरो हजुर आउँदाखेरि। अहिले चाहिँ छैन, त्यही भएर यसको बिरुवाहरू यत्रो भइसक्यो। टमाटर चाहिँ यहाँ छ हाम्रो। अनि करेलालाई, इस्कुसलाई थाक्रा पनि लाउनु पर्ने छ, थाक्रा पनि छैन खासै, काटेर लाउनु पर्ने हुन्छ। यस्तै छ गाउँघरको काम भनेको। घरहरू टक्कै यही हो, घाम लागिरहेछ टन्टलापुर, जानुपर्ने हुन्छ काममा दिउँसो चाहिँ खानासाना खाइवरी। अनि त्यही हो, अब यस्तै छ गाउँघरतिरको। अब भ्लग त डेली हाल्नु पनि कस्तो हुन्छ भने अब डाटाको समस्या हुन्छ क्या। डाटा त हुन्छ तर चल्दिँदैन क्या मजाले, अपलोडै हुँदैन क्या। धेरै मिनटको अपलोडै हुँदैन, धेरै एमबीको हुन्छ। अब आइफोन 13 प्रो म्याक्सले भिडियो गरेको अब एमबी धेरै हुन्छ क्या, जिबी धेरै जिबी हुन्छ भिडियो। अनि त्यही भएर अपलोड हुन धेरै टाइम लाग्छ क्या। त्यही भएर छोटो छोटो हाल्नु भन्छु, त्यही पनि मजाले हुँदैन। अब छेउछाउ वाइफाई छैन, अलिक टाढा छ वाइफाई त। अब जानुपर्ने अब त्यही हो, भ्याइँदैन कहिले काम के हुन्छ। अनि थोरै थोरै हाल्छु भिडियो चाहिँ, हजुरहरूले हेरेर सपोर्ट गरिदिनु होला होइन। अब मेरो चाहिँ धेरै अघि नै युट्युब खोलेको, तर निरन्तर रूपले भ्लग हाल्नु सकिनँ।
अब त्यसको लागि म क्षमा प्राप्ति गर्छु, के भन्छ त्यसलाई, सरी माफी माग्न चाहन्छु होइन। अब चाहिँ डेली नै भ्लग बनाउने कोसिस गर्छु अनि थोरै थोरै हालिदिन्छु, तर हजुरहरूले सपोर्ट गरिदिनु होला। अब 600 कति समथिङ कति छ सब्सक्राइब गरेर चाहिँ 1000 छिट्टै पुऱ्याइदिनु होला भन्न चाहन्छु। 1K चाहिँ छिट्टै पुऱ्याइदिनु होला भन्न चाहन्छु है त। म दिउँसोको भिडियो पनि थोरै बनाउने कोसिस गर्छु। अब यस्तै छ गाउँघरतिरको कामहरू, यस्तै छ। अब उठ्नुपर्छ बिहानै, यताउति नगरे पनि हुँदैन होइन। मम्मी चाहिँ घाँस काट्नु जानुभएको छ, बुवा यतै हुनुहुन्छ। अब बार पनि लाउनु पर्ने हुन्छ हो, त्यो पर मकै छरेको छ, बार लाउनु पर्ने हुन्छ। कुखुरा बाख्राले पुरै खान्छ भनेर बार लाउनु पर्ने हुन्छ। त्यही भएर अब चाहिँ म बार लाउनुतिर लागेँ। त्यो बार बार्नु पर्ने छ क्या, त्यो बार बार्नु पर्ने छ। मैले चाहिँ अहिले माइक लगाएको छु, तर आवाज चाहिँ कस्तो आउँछ मलाई थाहा भएन। तर घरिघरि काटिँदै आउँदो रहेछ कि आवाज चाहिँ। त्यही भएर अब किनेर ल्याएको यत्रो के नलाउनु भनेर हो। यो चाहिँ हाम्रो रेड क्रस हो क्या, यो चाहिँ साकेला गाउँपालिकाकै रेड क्रस एउटा हाम्रो यो जग्गामा बनेको। अब हामीले दिएको हो यो चाहिँ। अनि हामी चाहिँ त्यहाँ बार बार्छौँ, त्यहाँ गाउँ चाहिँ यस्तो छ होइन। गाउँ चाहिँ रमाइलो छ जस, तर पानी आएको भए सही हुन्थ्यो, पानी आएन क्या। अब मकै नै छर्नु पाइएन। यहाँ लाउने कि बुवा तल? तलै लाउने? यहीँ लाउँ, तल त छँदैछ नि। चाहिँ बार लाउँछु म र बुवा चाहिँ यहाँ बार बार्नु पर्ने हुन्छ। यहाँनिर चाहिँ भक्यो क्या, यहाँनिर चाहिँ भक्यो, त्यहाँसम्म त अस्ति लगाएको छ। यताउता त राम्रै छ, पोहोरको हो यो। यो चाहिँ हाम्रो पर्जल भाइको घर हो। यो चाहिँ बुवा त्यहाँ उता फाल्नु न, खोइ फर्केको कहाँ छ। भ्लग बनाउनतिर लागेँ होइन। के कस्तो हुन्छ सपोर्ट गरिदिनु होला, लाइक कमेन्ट सेयर होइन, सब्सक्राइब गरिदिनु होला।